मैले एपिसोड 12 पनि हेरिसकेँ अनि यो नेहल के साह्रो हात धोएर चाहिँ अभिषेकको पछाडि परेको क्या। मलाई पनि कुनै कुनै पोइन्टमा अभिषेक मन पर्दैन, जस्तै अब भाँडाकुँडा सफा नगर्दा त्यो हुन्छ नि किचन राम्ररी सफा गर्दैन, ऊ अल्छी पनि छ क्या, त्यो हामीले नै देख्छ क्या, अल्छी नै पनि छ। अनि अर्को भनेन त्यो फरानालाई उसले उचालेको बेला मलाई पनि मन परेको थिएन कि, एकदम हुन्छ नि त्यस्तो गर्नु हुँदैन, किन उसलाई नसोधिकन यत्तिकै उचालिरहेको थियो नि त, त्यस्तो कहाँ गर्न पर्छ, त्यस्तो मिल्दैन भने जस उसलाई त्यसले पनि पछिबाट सरी पनि भन्यो त्यो त होइन। जस मलाई त्यो पोइन्टहरूमा चाहिँ मन भयो, तर जे कुरा पनि पछि पर्ने कि त्यो कुदिराखेर त्यो रिङभित्र जाने बेलामा कुदेको बेलामा पनि त्यो अभिषेकले केही गराएको थिएन क्या, बिचमा रिङ थियो, रिङमा जानुको लागि ऊ साइड वेमा जानै पर्थ्यो क्या। त्यसरी जाँदाखेरि अब ऊ लड्यो भनेदेखि त केही गर्नु सकिँदैन, त्यो अलिअलि चोट त लाग्छ। अनि त्यो अमालले याद गराएको थियो दुईजनालाई यस्तो गरेर गएको थियो क्या अमालले, अनि के अरे आवेशको हातले चाहिँ लागेर त्यो अर्को मृदुलको चाहिँ यहाँ दाँत कि मुखमा के भएको थियो नि त, त्यो पनि उसले पाएको भएदेखि त्यो उसलाई अभिषेकलाई नै दोष लागिरहेको थियो क्या, हेर्थ्यो त्यो त्यसलाई के भइसक्यो गएर हेर्थ्यो त्यसलाई के भइरहेछ भनेर भनिरहेको थियो क्या। अनि त्यो उसको बेलामा पनि त त्यो रिङ बान्ने के अरे डोरी बान्ने बेलामा पनि बेवकुफ रे क्या, उसलाई कसैले बेवकुफ भन्यो भने त्यो मार्छ क्या त्यसले। अहिले चाहिँ उसलाई अस्ति बसिरसँग हुन्छ नि, बसिरसँग जोडी देखाएर चाहिँ अलिकति फुटेज आउँछ भन्ने सोचेको थियो के हो है। अब अहिले एकैचोटि त्यो बसिर त फरानातिर गयो, त्यस पछाडिको यतापट्टि उसलाई त चाहियो नि त कोही केबाट, अनि अहिले उसको चाहिँ कि त फुल कि भएदेखि अभिषेक, खालि अभिषेक, केही नै भएको हुँदैन, जे गर अभिषेकले जे गरे यस्तो भयो, ए अभिषेकले गरेकै हो त्यो, अरूले गरेको होइन भने मेरो लागि त अभिषेकले नै हो भन्ने खालको छ क्या। अनि त्यस पछाडिको यो अमालले त्यो भित्र बिग बस हाउसभित्र बसेको पनि त्यसले सुत्छु म, बरु मलाई पैसा दिनु पर्दैन भनेर आएको छ। कति साह्रो सुतेको क्या उमाको, त्यसलाई देखेर यो बिग बसहरूले जानी त्यसको बेला बेलामा देखाइदिन्छ क्या, यो चाहिँ अब हामीलाई मनपर्ने हो त्यही भएर यसको चाहिँ फुटेज अलिअलि देखाइदिउँ भनेर देखाइदिनु क्या, नभएदेखि त्यसले केही गर्दैन क्या, खालि सुत्ने पछाडि चुग्ली गर्ने सुत्ने, बाफ्रे। अनि तान्या म्यामले तर मलाई हुन्छ नि त्यसलाई अब त्यो सबैजनाबाट त एक्लो भइसक्यो नि त ऊ, अनि त्यो पछाडिको अनि उसको त एउटा मात्रै छ सपोर्टर होइन, त्यही त्यो कुनिका, अनि कुनिकालाई भरे लास्टमा सरी भने त्यति भयो भने उसले रियलाइज गर्यो नि त होइन, त्यो ठिकै लाग्यो क्या, ल ठिक छ यति कुरा भयो भने उसले रियलाइज गरेर सरी भन्यो भनेर। अनि अरू भने त्यो जिकेसिके यो सबै राम्रो छ, त्यस्तो भनिहाल्नुपर्ने यिनीहरूको कुरा केही छैन, यिनीहरूले ठिकै गरिरहेछ। अनि मलाई सबैभन्दा प्रणितको के पनि मन पऱ्यो भन्दा सबैजनाले उसलाई जे भए पनि प्रेसर गरिरहेको थियो नि त अभिषेकलाई नगर्छ, अनि त्यो ऊ त अभिषेकको मत हो, यो अभिषेकको रद्द गर भनेर भनिरहेको थियो नि त्यो नेहलले। त्यतिखेर त्यसले होइन जे हो म त्यही राइट गर्छु, म जस्ट एकदम फेयरवाला डिसिजन लिन्छु भनेर प्रणितले एकदम राम्रो डिसिजन लियो। म त्यसको लागि चाहिँ प्रणितप्रति आभारी छु। अनि अर्को भनेको फराना र उसको त्यो नोकचोक मलाई कस्तो क्युट लाग्छ क्या, मेरो मनमा लड्डु फुट्छ क्या फराना र के अरे बसिरलाई देख्दाखेरि। त्यही हो, अरू खासै कुरा गर्नुपर्ने खालको केही कुरा छैन, अरू त्यति हो भएको, त्यति नै हो, त्यति नै, अरू केही भएको होइन। अनि क्याप्टेन भएको हो बसिर, त्यति हो।